हेलो गाइज, वेलकम टु माई न्यू भिडियो। यहाँहरू सम्पूर्णलाई स्वागत छ मेरो नयाँ भिडियोमा। र आजको भिडियोमा चाहिँ साथीहरू तपाईहरुलाई यदि तपाईहरु जीमेल अकाउन्ट चलाइराख्नु भएको छ, काम नलाग्ने खालका इमेलहरु आएर बसिरहेको छ, त तपाईको जीमेल अकाउन्ट पुरै फुल भइरहेको छ, तपाई यदि यस्तो समस्याबाट दिक्क हुनु भएको छ, यो भिडियो तपाईको लागि एकदमै महत्त्वपूर्ण रहनेछ। हामीले चाहिँ आफ्नो पीसीबाट तपाईहरुलाई देखाउँदै छौं र तपाईहरुले आफ्नो मोबाइलबाट पनि गर्न सक्नुहुनेछ। सेम प्रोसेस हैन, सेम प्रोसेसबाट आफ्नो मोबाइलमा पनि गर्न सक्नुहुनेछ र हामीले चाहिँ पीसी सजिलो हुन्छ भनेर हामीले चाहिँ आफ्नो कम्प्युटरबाट तपाईहरुलाई देखाउँदै छौं र त्यसको लागि हामी जीमेल अकाउन्ट खोल्छौं। अकाउन्ट खोलिसकेका छौं। जीमेल अकाउन्ट खोलिसकेपछि यहाँ देख्न सक्नुहुनेछ इनबक्समा यस्तो मेसेजहरु आएर बसेको हुन्छ, किनभने यो मैले सबै डिलिट गरेर राखेको छु। सबै मेसेजहरुमा जति पनि आउँछ त्यो डिलिट अनसब्स्क्राइब गरेर राखेको छु। त्यो भएर मलाई थोरै मेलहरु छ र तपाईले वर्षौंदेखि धेरै पुराना मेसेजहरु आएर बसेका हुन्छन्, तपाईलाई पनि थाहा नहुन सक्छ हैन। ती मेसेजहरु आएर तपाईको जस्तै अब तपाईको जीमेलहरुमा समस्या हुन सक्छ, धेरै मेमोरी फुल हुन सक्छ हैन, त्यस्तो समस्याहरु हुन सक्छन् तपाईका हैन। तपाईले चाहिने तपाईलाई एकदमै इम्पोर्टेन्ट मेसेजहरु पनि हुन सक्छन् तपाईका हैन। तपाईले एक यसरी टिक लाएर तपाईले डिलिट गर्दाखेरि तपाईका आफुलाई चाहिने मेसेजहरु तपाईले जुन अब तपाईको आफ्नो इम्पोर्टेन्ट इमेलहरु पनि हुन सक्छन्, ती इमेलहरु डिलिट हुन सक्छ तपाईलाई थाहा नभएर। त्यो भएर तपाईले यसरी भन्दा पनि तपाईले डिलिट गर्नका लागि तपाईले जुन यहाँ आफ्नो मोबाइलको माथि टपमा देख्न सक्नुहुनेछ फिल्टर, यहाँ सर्च बारदेखि यताबाट यहाँ तपाईले यो धर्क काटेको यो फिल्टर बक्स हो, यसमा चाहिँ तपाईले क्लिक गर्न सक्नुहुनेछ। क्लिक गरिसकेपछि तपाईले ह्याज द वर्ड भन्ने माथि तपाईले जस्तै अब अनसब्स्क्राइब भनेर यसरी सर्च गर्नु होला र तपाईलाई जुन अनसब्स्क्राइब गर्ने सक्छ यस्तो देखाइसकेपछि तपाईको जति पनि अनसब्स्क्राइब गर्नु भएको छ तपाईलाई थाहा नभएका मेलहरु पनि तपाईलाई यहाँ आएर बसेको हुन्छ। यसरी तपाईलाई जुन तपाईले अब जस्तै यहाँ एउटा यो अलि हामीले कति गरेर सब्स्क्राइब गरेको भनेर हामी जस्तै अब एउटा अनसब्स्क्राइब लेखेको छ, यहाँ देख्न सक्नुहुनेछ। यो फेसबुकले हाम्रो अनसब्स्क्राइब हामीले सब्स्क्राइबै गरेका थिएनौं, अटोमेटिक यहाँ सब्स्क्राइब भएर बसेको छ। जस्तै हामीले यसलाई अनसब्स्क्राइब गर्न सक्छौं हैन। अनसब्स्क्राइब गर्नलाई यसरी गरेर हामीले टाइम लाग्छ हैन। यसरी अनसब्स्क्राइब गर्दाखेरि पनि हामीलाई फेरि इम्पोर्टेन्ट कुनै मेलहरु पनि फेरि त्यसपछि एकदमै हामीसँग जीमेलको एकदमै लिंक हुनुपर्छ हैन। युट्युबले डाइरेक्टै हाम्रो जीमेलमा सेन्ड गर्ने हो हैन। जीमेल अकाउन्ट सेन्ड गर्नका लागि त्यो भएर हामीले गुगललाई हामीले अनसब्स्क्राइब गर्नु हुँदैन। त्यो भएको कारणले हामीले डिडन्ट ह्याभ भन्ने छ, डिडन्ट ह्याभमा चाहिँ हामीले गुगल लेख्दियौं है त। गुगल यो लेख्दाखेरि हामीले के छ त, गुगल यहाँदेखि हट्छ है त। जुन यहाँ यो जति पनि यहाँ गुगलका मेसेजहरु छन् यो सब यहाँबाट लिभ हुन्छ र यति लिभ भइसकेपछि हामीले गुगलको हामीले डिलिट हुँदैन, यसबाट हाम्रो यो यसमा शो हुँदैन र यस मेसेजहरु छन् ती मेसेजहरु चाहिँ हाम्रो हुँदैन। र यहाँ देख्न सक्नुहुनेछ तपाईले जति पनि यो मार्क लागेर आएको छ, जुन येलो कलरको मार्क लागेर तपाईको अनसब्स्क्राइब भनेर आएको छ, तपाईले यसरी अनसब्स्क्राइब गर्न पनि सक्नुहुनेछ। जस्तै यस्तै गरेर यहाँ तपाईको अनसब्स्क्राइब भन्ने छ, यो बटनमा हानेर तपाईले अनसब्स्क्राइब गर्न पनि सक्नुहुनेछ र हामीले यसरी तपाईले एक गरेर पनि गर्न सक्नुहुनेछ। यदि तपाईलाई डाइरेक्टली उ गर्नु छ भने तपाईले यहाँ सिलेक्ट अल, यहाँ जस्तै मोबाइलको पनि यहाँ चाहिँ डाइरेक्ट हुन्छ, यहाँ सिलेक्ट अल तपाईले सिलेक्ट अल गर्नु होला। सिलेक्ट अल गरिसकेपछि तपाईले यहाँ देख्न सक्नुहुनेछ। यसलाई चाहिँ यो जति पनि हामीले मार्क गरेका छौं इमेलहरु चाहिँ डाइरेक्टली हामीले अर्को फोल्डरमा सारेर त्यहाँदेखि डिलिट पनि गर्न सक्छौं हैन त। अनवान्टेड भनेर हामीले एउटा फोल्ड बनाइदियौ, यहाँ देख्न सक्नुहुनेछ अनवान्टेड भनेर यो भयो र तपाईले सिलेक्ट गरिसकेपछि जस्तै तपाईको यो भयो, यो मार्क भयो। मार्क गरिसकेपछि यो हामीले यसरी मार्क गर्यौं। मार्क गरिसकेपछि हामीले यसलाई चाहिँ अनवान्टेड भएर यहाँ हाम्रो यो टोटल भयो। गरिसकेपछि हाम्रो मेसेजहरु डिलिट भयो र जति पनि तपाईले हाम्रो सजिलैसँग जुन तपाईलाई नचाहिने इमेलहरु छन् ती इमेलहरु डिलिट गर्न सक्नुहुनेछ। तपाईले देख्न सक्नुहुनेछ जस्तै तपाईले यहाँदेखि सजिलैसँग डिलिट गर्न सक्नुहुनेछ। उहाँलाई धेरै धेरै धन्यवाद भिडियो अन्तिमसम्म हेरिदिनु भएको छ। फेरि पनि यस्तै भिडियो हेर्नका लागि हामीलाई लाइक एन्ड शेयर सब्स्क्राइब गर्न नबिर्सनु होला। फेरि पनि हामी अर्को भिडियोमा भेट गर्नेछौं। जय नेपाल।